हेलो गाइस सम्पूर्ण साथीहरूलाई नमस्कार। म चाहिँ हिमाल र मगर। यतिखेर चाहिँ म चाहिँ कहाँ जाँदैछौँ थाहै भएन। म चाहिँ हामी छौँ तिनजना है। तिनजनामा एउटा चाहिँ यता छ मजाले लप परेको छ, डरै परेको छ होइन गाइस। अनि अर्को हुने अगाडि हिँड्दैछ क्यारे है। सो त्यही हो, हामी चाहिँ कहाँ जान लाग्छौँ अहिले यतिखेर भन्ने ठेगान नै छैन होइन। हिँडिरहेका छौँ टक्क गल्लीको सडक जस्तै गरेर है गाइस। बहुत फटाहा छ क्या त्यो चाहिँ, त्यहीबाट हिँडिरहेको छ। उसो अर्को भनेको चाहिँ चस्ट्रोमाकै लभ परे जस्तो छ होइन, ढक्क लागेर। त्यही हो गाइस, त्यस्तै छ जिन्दगानी। चट्ट लगाएर हिँड्यो, खायो, हल्दियो है। के हो गाइस, जस्तै यो रमाइलो गर्नुपर्छ, चिल हान्नुपर्छ भन्ने भनाइयो। हामी कहाँ जान लाग्छौँ भन्दाखेरि यतिखेर चाहिँ आज चाहिँ के यस्तो मन लाग्यो क्या। के मन लाग्यो भन्दाखेरि आज चाहिँ हामी कहाँ जाँदैछौँ भन्दाखेरि यतिखेर हामी चाहिँ क्यारम बोर्ड खेल्न जाँदैछौँ। किन भन्दाखेरि चाहिँ कोठाभित्र बस्दा बस्दा पनि जाल लागिसक्यो क्या। त्यही भएर एकछिन जाम्नु साथीहरू राडागेटतिर यसो क्यारम बोर्ड खेलेर टक्क नास्ता खाएर अनि फर्कौँला हामी 2-3 घन्टा पछि भन्ने उद्देश्य लिएर चाहिँ टक्क लगाएर चाहिँ हामी हिँडिरहेको। त्यही हो गाइस, सम्पूर्णलाई माया छ है। र मेरो साथीहरूले सब्सक्राइब गर्नु होला। सो त्यही हो गाइस। पछाडि भन्ने जाली गर्दैछन् है गाइस, जाली। त्यही हो गाइस है। अब हामीलाई चाहिँ 1 मिनट 2 मिनट लाग्छ हामी क्यारम बोर्ड खेल्नतिर। क्यारम बोर्डको नसा नि यस्तो लागेको छ कि पुरै किङै हो क्या यो चाहिँ क्यारम बोर्डको होइन। हेर्नु होला गाइजले क्यारम बोर्ड हानेको, गोटीहरू हानेको युट्युबमा पछि आउँछ बिचमा है। शीतल छ क्या, गोडाभित्र बस्दा बोर भइसक्यो नि त, त्यही भएर हिँडिरहेको। जो शीतलमा शीतल लगिरहेको छ हाम्रो बाख्राहरूले होइन। त्यही हो क्या, सम्पूर्णलाई माया छ है माया। ए हामी कहाँ जान लाग्यो अरे? राडागेटी जान लाग्छ होइन। ओके, हामी चाहिँ विशेष गरेर अहिले चाहिँ मेन टार्गेट भन्दा जाँदा एउटा क्यारम बोर्ड खेल्ने। क्यारम बोर्ड खेलिसकेपछि हामी एकछिन पछि नास्ता खाने। अनि त्यसपछि गएर हाम्रो एउटा प्लान छ, त्यो प्लान अर्को एपिसोडमा भन्ने नै छु है। ओके, सरर सरर जिन्दगानीमा माथि चाहिँ काफल हेरेरै जाने भयो क्या। यहाँनिर यो रुखमा चाहिँ बबाल काफल बोलाएको के कालो भएको छ। त्यो रुख पनि 18 छ क्या फेरि होइन, कालो कालो। रुको जरा सबर करो, आराम से लेने का। भएको क्या त्यो रुखमा कुनै पनि जानु सक्दैन। त्यही भएर त्यो पनि बचेको छ कि काफल। चक्को नजर जान्छ भने यो रोडमा यताउति गर्ने मान्छेहरूको नजर त्यही काफलमा छ भने क्या। सो हामी पनि सक्दैनौँ नि त त्यो रुखमा। त्यही भएर हेरेरै चित्त बुझाउँछु म भन्ने सँग छ नि। त्यहीसँग सुन्यो बस्यो, आनन्द लग्यो है। ओके, त्यही हो गाइस। घाम चाहिँ कडै छ होइन। कालीगुडमा चाहिँ खासै त्यति खतरा गर्मी छैन क्या, शीतल नै छ है। गर्मी भन्न चाहिँ मिल्दैन कालीगुडमा। अब तराई सुर्खेततिर भए पो गर्मीले बाहिर निस्किनै नसकिने हुन्थ्यो। कालीगुडमा जस नर्मल नै हुन्छ क्या। यो के अरे ताप गरम शीतल हुन्छ, हावा पनि चलिरहेको हुन्छ। त्यही भएर आनन्द लाग्छौँ क्या हामी चाहिँ। सो त्यही हो क्या, रमाइलो हुन्छ। के मस्तको घाम लागिरहेको छ भने चिगाउन।
गाइज यो चाहिँ माथिको यो देखिने चाहिँ स्कुल हो है गाइज म पढ्ने कलेज त्यही हो है माथि देखिन्छ त्यो कलेज यही हो म पढ्ने चाहिँ जोस् रमाइलै छ भनौँ न अहिलेसम्म ठिक छ बवालै छ नि त सो बिहान हुन्छ चाहिँ कलेज चाहिँ बिहान हुन्छ दिनमा चाहिँ मजाले बस्ने अनि आज चाहिँ झ्याउ लगाएको थियो त्यही भएर हिँडिरहेको त्यो माथि स्कुल आएको छ अरे सरले बोलाउनु अरे त्यही भएर त्यही हो गाइज होइन खाली ओके क्यारम बोर्ड पनि खाली रहेछ अब भने पिपिन सहिले चल्वा चल्वा गर्दै देखाउँछ त्यही हो ए छिटो न खाली रहेछ क्या तैँले गोटे हानेको देखाउनु पर्छ दर्शकमा हामी बाबुलाई अब भने हामी क्यारम बोर्डको नजिक आइसकेका छौँ है जस्तो होइन त्यस्तै हान्छ क्या हेर्दै जान्न रक्स लगाएर खाली रहेछ बोर्ड पनि हेर्न गाइज अब क्यारम बोर्ड खाली छ हामी खेल्छौँ जान भित्रबाट गोटी मगाएर खेल्छौँ हामी एकछिन बजे कडाइ खेल्छौँ हामी कडाइ हान्छौँ नि त सो त्यही हो क्यारम बोर्ड खाली नै रहेछ सो हामी अब खेल्छौँ त्यही हो गाइज है मैदा पनि लिएर आन गोटी पनि लिएर हान्नुपर्छ ल हेलो भनौँ न त यार हेलो हो एकछिन बजी हाम्रो पिटिङ सक्यो क्यारम बोर्डको हानेको के अरे ऱ्याब्लेट सिधै कड हुन्छ नि त के हुन्छ 22 इन्चको कड 90 इन्चको कडहरू हेर्छ है गाइजहरू ओके गोटी पनि सुरु भइसकेको छ अब भने हामी खेल्छौँ है गाइजहरू आज मेन टार्गेट भनेको क्यारम बोर्ड नै हो हाम्रो कामहरू सिक्छौँ होइन शनिबार भोलि शनिबार भयो नि त त्यो भएर पनि होइन हामी क्यारम बोर्ड आज मैले लगाएर भोलि आज टक्क मैदाले पुरै सेतो भएर भोलि कपडा सपडा धोएर सेतै हुनु पऱ्यो नि त त्यही भएर ल ओके क्यारम बोर्ड खेल्दै हामीलाई बोर भइसकेको छ अब अनि हामी चाहिँ लागिहाल्छौँ हाम्रो गन्तव्यतिर सो ज्यालाइसक्यो भात सात धोएर रुमतिर जान्छौँ गाइज बाँकी अनि अर्को भिडियोमा धन्यवाद गाइज